नमस्कार सम्पूर्णमा आज चाहिँ हामी हाम्रो ककनी विषय स्थानीय विषयको पाठ्यक्रमलाई चाहिँ आधार मानी चाहिँ गरबास मन्दिर घुम्न गएका थियौँ र स्थानीय विषय हाम्रो ककनी विषयको शिक्षक भएको नाताले चाहिँ आफ्नो स्थानीयतम भएको चाहिँ अब धार्मिक ठाउँको बारेमा चाहिँ विद्यार्थीले केही जानुन् भन्नु नै यसको मूल उद्देश्य थियो। करिब 1 घन्टाको ठाडो उकालोपछि चाहिँ हामी गरबास मन्दिर पुग्यौँ। एकदम अहिले चाहिँ सिडीहरू निर्माण भएको छ, हाइकिङको लागि चाहिँ एकदमै राम्रो। र त्यहाँ पुगिसकेपछि चाहिँ हाम्रो चाहिँ गुरुसँग चाहिँ प्रश्नोत्तर कार्यक्रम पनि सुरु हुन्छ र हाम्रो प्रश्नोत्तर कार्यक्रम सुरु हो। कति लाग्छ? यो यहाँ मेला चाहिँ धन्य पूर्णिमा लाग्ने हो। यसलाई दुप्चेश्वरको बहिनी भनिन्छ किन? यो दुप्चेश्वरको बहिनी भनेको चाहिँ किनभने यो दिदीहरूमध्ये 4वटा देवी हो यहाँको 4वटा दिदीबहिनीमध्येमा चाहिँ यहाँको चाहिँ गौरी शङ्कर ब्रह्मचारी महादेव हो। पार्वतीको रूप चाहिँ गौरीको रूपमा हुनुहुन्छ, गौरी आमाको रूपमा। त्यो भएर दिदीबहिनी भने चाहिँ त्यस्तै अर्थले हो। यहाँ के विकास भएको छ? यहाँ त्यस्तो खासै त्यस्तो छैन विकास, यो प्राकृतिक नै छ। अहिलेसम्म नै पहिलादेखि नै यस्तै थियो, अहिले पनि यस्तै नै छ। यहाँ विभिन्न बोटहरू देखिन्छन्, त्यो के बोटहरू होला? यो एउटा मैल गौरुक छ, एउटा सल्लाह छ, अहिले उत्तिस पनि छ। यहाँ अरू खासै त्यस्तो केही धेरै त्यस्तो बिरुवाहरू छैन। अरू छुट्टेको कुराहरू भनिदिनु न। अरू के कुरा छुट्टेको? जस्तो कि यहाँ के देख्नु भएर के चाहिँ तपाईँलाई त्यसको थाहा भएन भन्नु भन्नु। यहाँ बिहान बेलुका पूजा हुन्छ कि हुँदैन? हुन्छ, मेरो नित्य बिहान पूजा हुन्छ, नित्य पूजा हुन्छ। बेलुका पूजा हुँदैन, आरती मात्र हुन्छ बेलुका। यहाँ कुन देवताहरू पाइन्छ सर? यहाँको गौरवास गौरी शङ्कर, गणेश छ, नन्दी गोरु छ, भीमसिन छ, गौरी आमा हुनुहुन्छ, दक्षिणकाली छ, धेरैवटा छ। म नि आफूले जाने बुझेका चाहिँ केही कुराहरू राख्न चाहन्छु। यो मन्दिरको स्थापना कहिले भएको भन्ने नै छैन कि यो सतयुग धेरै पहिलादेखि नै चाहिँ भएको मानिदो रहेछ र यसलाई शिर अनि त्यसपछि फुङफुङ झर्न पाउ मानिदो रहेछ। दुप्चेश्वर मन्दिरको बहिनी मानिदो रहेछ र यहाँ चाहिँ धान्य पूर्णिमा मेला हुने, मेला हुँदा चाहिँ पुरै अब त्यहाँ चाहिँ बत्ती बाल्ने, झाँक्रीहरू नाच्ने, विभिन्न ठाउँहरूबाट मान्छेहरू आएर अब दोहोरी गाउने त्यस्तो हुन्छ। र यहाँ पहिलाभन्दा चाहिँ अब के विकास भएको छ, कुटीको निर्माण, शौचालय अनि त्यसपछि खानेपानीहरूको व्यवस्था पनि छ। यहाँ चाहिँ अब वरिपरि हेर्दाखेरि चाहिँ अब सुनचाप मैलको बोटहरू, अनि यहाँ त्रिशूल, चन्दबाकस, रुद्राक्षको मालाहरू, लुङदरहरू चाहिँ हामीले देख्न सक्छौँ। समग्रमा भन्ने हो भने यो ठाउँ चाहिँ म चाहिँ एकदम पर्यटकहरू आउनुपर्ने हो, दुःखको साथ भन्नुपर्छ त्यति पर्यटकहरू चाहिँ यहाँ आइरहेको छैन। आशा छ आउँदा दिनहरूमा चाहिँ पर्यटकहरू एकदम आउनेछन्। ककनी 4 हिले खर्कमा अवस्थित यस गरबास मन्दिर साँच्चै नै सुन्दर छ, मनोरम छ। त्यसपछि हामी पार्क घुम्न गयौँ। आन्तरिक पर्यटकको चाहिँ एकदम घुइँचो भएको पाएँ आज। आशा छ यो भ्रमणले चाहिँ अब विद्यार्थीहरूले केही सिके भन्ने चाहिँ आशा राखेको छु। धन्यवाद। म चाहिँ कक्षा 7 र 8को चाहिँ हाम्रो ककनी विषयको शिक्षक हुँ र मेरो योजना चाहिँ दुवै कक्षालाई लाने थियो। करिब 70-80 जना विद्यार्थी हुनुपर्नेमा 10-15 जना मात्रै जोडिनु भयो। जो जति विद्यार्थी जोडिनु भयो उहाँहरूको लागि चाहिँ अब एकदमै उचित, उपयुक्त र लाभदायक भएको म ठान्छु र भ्रमणबाट नै धेरै कुरा सिकिने हो।